everyone, welcome back my new vlog. आशा छ हजुरहरु पनि सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु भन्दै आशाको साथ आज न्यू vlog स्टार्ट लिएर आइसकेको छु। आशा छ हजुरहरुले अन्तिमसम्म हेर्दिनु हुन्छ भनेर तपाईहरुले अब थाहा पाइसक्नु भयो होला आज केको vlog हाम्रो बन्दैछ भनेर। आज त मेरो बुढाको बर्थडे हो हैन, सो आज त मेरो बुढालाई नि सानो छोटो सरप्राइज दिनु पर्यो भन्ने सोच राखेर अनि टक्कसँगले आज त म बुढालाई सरप्राइज दिदैछु। अनि फर्स्ट कुरा त म मेरो बुढालाई जन्मदिनको धेरै शुभकामना दिन चाहन्छु हैन, किनभने मेरो लाइफमा आउनु भयो हजुर। मेरो हरेक खुसीमा हरेक दुःखमा साथ दिनु भएको छ, सो त्यसको लागि धेरै धन्यवाद हजुरलाई। अनि आशा छ सधैँभरि हाम्रो साथ यसरी नै रहनेछ भन्ने म आशा गर्छु हैन। सो रहन्छ पनि अनि कसैको आँखा पनि नलागोस्। सो फेरि म यस्तै दिनहरुमा आफ्नो म बुढासँग त्यो खुसी साथले बस्नु पाम। सो त्यही हो, ह्यापी बर्थडे मेरो बुढो। हजुरहरुकोतिर कतिको गर्मी छ, यता काठमाडौँतिर त एकदमै गर्मी छ, पानी पनि लगातार परि नै रहेको छ हैन। अनि त्यही हो, मेरो बुढा चाहिँ अहिले काममा जानु भएको छ अनि एकछिन पछि आउनुहुन्छ। सो एकछिन पछि आउनु भन्दा अगाडि नै मैले त्यही सबै रेडी गरिसक्नु पर्ने हुन्छ र अनि अब म चाहिँ अब बर्थडेको लागि खानपिन बनाउनु पर्ने हुन्छ। अनि मैले चाहिँ अघि नै यो डेकोरेसन पनि मैले गरिसकेँ हैन। सो अहिले ढिलो हुन्छ भनेर चाहिँ मैले अघि नै डेकोरेसन पनि मैले गरिसकेको छु। अब टक्कसँगले म चाहिँ मेरो बुढाको लागि मनपर्ने खानेकुराहरू बनाउँदैछु। तपाईहरुले पनि हेर्दिनु होला अन्तिमसम्म। बुढा आइसक्नु भएको छ, बुढालाई एकदम सरप्राइज राम्रो लाग्यो। अनि मैले चाहिँ आज धेरै चिज बनाएको छु, अहिले म तपाईहरुलाई देखाउने नै छु। पहिला चाहिँ हामी अब केक काट्ने तर्फमा लाग्छौँ है। यहाँ आउँ न, यहाँ ल्याउँ न। कस्तो लाग्यो सरप्राइज? सरप्राइज मलाई एकदम राम्रो लाग्यो। मेरो बुढीले आज सरप्राइज दिएको छु, काम देखिरहेको छ। यहाँ त के बनाएर ल्याएर राखेर मलाई थाहै छ। सो मैले त केक चाहिँ अनबक्स गरेको छुइनँ, केक चाहिँ यहाँ छ हैन। नै म आफै खोल्छु नै सरप्राइज भनेको सरप्राइज हो नि हैन त। गाइस म त के ल्याएर छ भनेर कस्तो लाग्यो त? एकदम दामी लाग्यो। ह्यापी बर्थडे। थ्याङ्क यू। ल अब त हामी केक काट्ने तर्फमा लाग्छौँ। ल गाइस अब चाहिँ म अनबक्सिङ गर्छु केक। मेरो बुढाको लागि ल्याइदिएको मैले यस्तो बवाल छ कि पुरै छोडिदिउँ न। सक्कु फ्रीमै दिँदो रहेछ नि त। अनि अब के छ यहाँ हाम्रो? सो गाइस मैले त्यो केक ओपन गरिसकेँ, हेर्न सक्नुहुन्छ यहाँ मेरो केक मेरो बुढाको लागि। ल अब हामी चाहिँ रेडी है गाइस। म डरै लाग्छ यार, यो अलिक उता यस्तो गर न। त्यस्तो हुँदैन, त्यही जोड Happy birthday to you.
पर्दैन भयो छोड्नु मेरो बर्थडे होइन त कस्तो लाग्यो साथी मेरै बर्थडे नै होइन अब मलाई नै छिर्किराखेको टिस्यू पेपर किधर है केक काट्ने हो केक काट्ने न काटौँ काट्नुहोस् Happy birthday to you. Happy birthday, dear husband. Happy birthday to you. To you. कहाँ पहिला मैले तिमीलाई खुवाउने हो नि ल मैले पनि खुवाउने हो तिमीलाई ल ह्याप्पी बर्थडे मेरो बुढो यता 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 आजको दिन त मेरै हो मलाई चाहिँ नदेऊ दिनुहोस् मलाई नदिनु अहिले टिका मात्र लगाला टिका यसलाई निकाल्दिउँ भयो धेरै नट धेरै के भयो भने भयो 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 अब ल राइट फाइनली केक पनि काट्यो मेरो बुढीले चाहिँ सरप्राइज पारेर म चाहिँ अब भर्खर कामले आएको थिएँ सरप्राइज पारेर मलाई एकदम उ गरिदियो आज चाहिँ गाइज म चाहिँ बर्थडेको गिफ्ट ओपनिङ है गाइज ल बर्थडे ओपनिङ गर्नु यो देखेर चाहिँ नहाँस्नु है कोही पनि तपाईँ पनि नहाँस्नु जे भयो नि छ गिफ्ट खोल्नै नसक्ने भइसक्यो त्यहाँ आफै हल्ल्या छ त यहाँ नहाँस्नु नि फेरि एउटा चाहिँ अस्ति नै अनबक्स गरिसक्नु भयो फेरि उहाँलाई इमर्जेन्सी चाहिएको थियो त्यही भएर मैले दिइहालेको त्यो चाहिँ खोल्नै गाह्रो भइसक्यो साथीहरू यो मेरो गिफ्टहरू है यो चाहिँ अब खोल्यो ल खोल्यो मलाई मनपर्ने यो चाहिँ मलाई मनपर्ने तेल हो क्या यो चाहिँ अहिले पहिलादेखि नै मैले लगाइरहेको तेल हो त्यही भएर होला होइन यो चाहिँ हो है एउटा किनकि उहाँलाई चाहिँ बेसी यही तेल मनपर्छ त्यही भएर मैले ल्याइदिएँ है यहाँ अर्को गिफ्ट खोल्न गइरहेको छु म सबै तपाईँलाई चाहिने सामान मात्र ल्याइदिएको छु है म अर्को गिफ्ट खोल्न गइरहेको छु खोल्नै गाह्रो क्या आज डेन्जर तरिका लगाएर चाहिँ मेरो बुढीले चाहिँ राख्यो है म खोल्दैछु चट निकाल्नु न केही नै हुन्न के हो गिफ्ट मेरो त डेन्जर छ नि फेरि गाइजहरू यो चाहिँ 2 जोर छ यहाँ 2 जोर यहाँ 2 जोर लगायो है 2 जोर गाइज यो अब अर्को अनि अर्को चाहिँ मैले खोलिसकेको छ गिफ्ट खोलिसकेको छ यो चाहिँ
किनकि अब उहाँले चाहिँ पठाउनुहुन्छ नि त सो त्यही भएर नि पानी पर्दाखेरि चाहिने चिजहरू मात्र मैले ल्याइदिएको छु क्या अब यहाँ अर्को एकदम हाइस्ट यो चाहिँ गिफ्ट है यो चाहिँ अब यो लास्ट गिफ्ट हो खोल्न सकेँ क्या मैले बोले है साथी आइदियो मैले क्या है टी शर्ट गाइजहरू यो चाहिँ कुन हो लगाइहाल्नु न त 3XL हो ठुलो हुन्छ क्या 3XL है ठिक्क हुन्छ भनेर लिएको मैले झन् 3XL केक लाग्ला फेरि यसलाई पछि लगाऊँ ल कस्तो लाग्यो बर्थडे गिफ्ट एकदम राम्रो लाग्यो यो कुन कम्पनी हो 3XL पर्छ नि त ल यो है गाइजहरू है यो चाहिँ मेरो बुढीले ल्यायो यो भयो यो भयो यो भयो अनि त्यसपछि यो भयो है अनि यो भइहाल्यो यो भइहाल्यो त्यसो ल्याएको छ अरू खानेकुरा चाहिँ त्यहाँ ज्याममा बनाएको छ अब हाम्रो त्यो खानपिन हुने तयारीमा छ है अब त्यस्तै हो हामी त्यो बुढाबुढी मात्र छौँ नि त अनि बुढाबुढीमा मात्र हामीले सेलिब्रेटी गरेको है सानो धेरै पनि हामी छैन अब हामी दुईजना मात्र हो अब हामी चाहिँ खान्छौँ ल टक्कसँगले कता राख्नु भोक लागेको थियो गम्ती खानु पर्यो म चाहिँ है गाइज यहाँ चाहिँ म खाना लाएको गाइज म चाहिँ खाना लाएको अब खारो नपार्नु टेस्टै पार ठिक छ गाइज खुर्सानी छ पिरो होला त पिरो छ यसमा ल म खाएँ ल गाइज टाढा साडा होला नुनै छैन त केमा हो छैन झन् कडा भयो होला भने झन् नलगाइकन बस्यो नुन ल्याइदिउँ खाइ ल गाइज खुर्सानी ल्याउ काँक्रा पर्दैन मिठो भएछ मिठो भएछ शिक लाइसक्यो
是吗？पानी हालेर चिसो पानी हालेछ कति हाल्यो नि कति हाल्यो फ्राई गरेको पनि खान अहिले हेलो गाइस यो चाहिँ रोस्ट छ तिम्रो पनि दखाई आउँदैछ अब एकछिन पर्ख